उता भाइको कपाल काट्नु नकाट्नु हँ तिम्रो कपाल काटौँ ल अब ल के लिनु जाने अन्त कैँची किन ल्याउनु खोइ यहाँ हेर्दा न त यता हेर त ल म बस्छ त ल यहाँ बस्छ त यहाँ हेर त औ भाइ भाइ यहाँ हेर तिम्रो हेर ऊ कपाल ऊ केटीको जस्तै छ अब काट्ने कि नकाट्ने हँ काटौँ ल यहाँ हेर नि यहाँ लु यहाँ हेर कहाँ हौ गाई पोस्छ ए म अहिले उको लगाउँछु नि त यहाँ हेर यहाँ रेकर्ड गरेको फोटो खिच्दा तिम्रो अब कपाल काट्नुपर्छ ल हँ काट्नु कि नकाट्नु हँ डिजाइन गर्नु नि यो ब्याग गर्नु नि रेकर्ड अब कपाल काट्छ नि कपाल काट्नुपर्छ हँ अब भाइलाई कस्तो देख्छ नि अब चिन्डे हुँदा चिन्डे हुने हो यता ओइ भाइ कपाल हेर तिम्रो यत्रो यत्रो छ त अन्त लामो आमामा बहिनी हो क्या हो भाइ चाहिँ हँ यहाँ हेर यता देखाउ त तिम्रो कपाल हो नानी भोक्टो हो भाइ नछुनु ल नछुनु नानी त वाह भाइ चाहिँ चप्पल चाच्यो यता यता भाइ त मान्छ नि अब भाइ फेरि भरे के अहिले अब चिन्डे हुन्छ नि भाइ ऊ भुइँमा झार्नु हुँदैन पिरामा झारे मामा यता नि समात्नुपर्छ भाइ हालिदिन्छ हजुर ल ल ल ल मामा यता 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 नानीले पनि चप्पल खोलेछ तर यता 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 हेर न उता हेर न ल अबै यस्तो गर्देऊ एस भन्दा न एस यसरी अबै ओ नानी हाँसी देऊ न हाँसले उता उता बाबालाई अगाडि मुखमा आम्मा ल कैँची तर भाइ ओ भाइ भाइ यता हेर यता हेर भयो यता हेर ओइ